ल गाइसहरु हामी चाहिँ यहाँनिर आज जंगल जाँदैछौँ। हामी चाहिँ निङ्गुरे र सिस्नु खोज्नु गएको। यता हिँड्न नवीनलाई पनि जंगल लगेर जाँदैछौँ हामी। नवीन फर्स्ट टाइम हत्तु भई माथिसँग आइपुग्यौँ। यहीँ दुई छोरोहरू अनि म चाहिँ यहाँनिर डोको बोकिरहेको छु। के पाउँछ ल्याउँ भनेर है। देखाउँछु छ कि छैन। तर निङ्गुरे चाहिँ माथि जङ्गलमा हेर्नु यस्तो डरलाग्दो वेदर राम्रो भइरहेछ। नवीन चाहिँ हाइक काट्दै हिँड्दैछ अगाडि। नवीनले चाहिँ खाजा बोकिरहेछ त्यहाँनिर पानी ब्रेडहरू केहरू खाजा बोकिरहेछ। अहिले भरे तिर्खा लगाएर खानुपर्छ। अनि हामी यस्तो जङ्गलमा तलहरू देख्दैछ रोडमा। जङ्गलै जङ्गल जङ्गलै जङ्गल जङ्गलै जङ्गल ल हामी चाहिँ जङ्गल आइपुग्यौँ है। यहाँ माथि अब म टिप्नु थाल्छु। यहाँनिर सिस्नुहरू पुरा देख्नु थालेको छ। यो चाहिँ के हो कस्तो दामी है। कस्तो ठसठस भइरहेको छ यो। सिस्नुहरू पुरा छ। म यता निङ्गुरे टिप्दै आउँछु ल। निङ्गुरे मैले अघि यहाँ कहाँ पनि निङ्गुरे देखेको थिएँ हौ। त्यहाँनिर पनि निङ्गुरे छ। निङ्गुरहरू पलाउनु थालेछ। अर्ग्यानिक अर्ग्यानिक मेरो चाहिँ गम्बुट छ्या त्यो त होस् हौ। त्यो हामीले यति थुपारिसक्यौँ। मैले प्लास्टिकमा आमामा किरा कराएको त के डरलाग्दो छ। प्लास्टिकमा मैले झुप्पा टिपे। मैले गल्यो हजुर नवीनलाई गल्यो किरा कराएको र रुखहरू हेर ऊ कस्तो डरलाग्दो रुखहरू छ। अझै माथिमा छ नि हामी नगएको हुँदैन त। हामी त माथिदेखि ओह्रालो त। निङ्गुरो 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 दामी दामी पाएको छ है निङ्गुरो। सिस्नु पनि टिप्दैछौँ। एउटाले खाजा खाँदैछ यहाँनिर। भोक लाग्यो। निङ्गुरो चाहिँ दामी पाएको छ। भेराइटी भेराइटी काली निङ्गुरे यो साउनेटे निङ्गुरे हो। यो रातो निङ्गुरे। यहाँ चाहिँ सिस्नु छ। सिस्नु चाहिँ अलिक भित्र बढ्दै लानुपर्छ अब त। नवीन गल्यो घर जाउँ भने पानी दिँदा पनि खाऊँ।